जापानी टिभीका सञ्चालक डायमन्ड कार्कीलाई हस्तान्तरण गरिदिनुको लागि हस्तान्तरण गरिदिन्छ हजुरलाई धन्यवाद। उहाँ आदरणीय समाजसेवी दाइले हामीलाई शिव 87 मा मिलन चोकमा चाहिँ एउटा घर जलेर खरानी भएको तपाईले सामाजिक सञ्जालको माध्यमबाट तपाईले देख्नुभयो। जलेको घर फेरि निर्माण हुनेछ भन्ने हामी तपाईहरुलाई प्रतिबद्धता पनि गर्नेछौँ। सम्पूर्ण दर्शक महानुभावहरू सृजनशील खबर अनि झापा न्युज टिभीमा सम्पूर्ण दर्शक महानुभावलाई स्वागत गर्छु। तपाईले देखिराख्नु भएको छ फ्रेममा उहाँ हुनुहुन्छ झापा न्युज टिभीका सञ्चालक डायमन्ड कार्की। त्यसैगरी यतापट्टि हुनुहुन्छ हाम्रा आदरणीय दाइ अनि वन सामुदायिक वनका अध्यक्ष पनि हुनुहुन्छ लगायत म सृजनशील खबरको प्रस्तोता किशोर राई। विशेष गरी चाहिँ आज हामी यहाँ किन यसरी यहाँ तीनजना हामी फ्रेममा आएको छौँ भने हिजो अस्ति भर्खर आगोजनी भएको एउटा घटना लिएर तपाईहरुमा उपस्थिति भएको छौँ र जुन घर जलेर नष्ट भएको थियो शिव 87 नगरपालिका 7 मा एउटा घर जलेर नष्ट भइसके पछाडि सामाजिक सञ्जालमा हामीले भिडियो प्रसारण गरेको थियौँ। प्रसारण गरिसके पछाडि त्यो घरमा बस्दै गर्नुभएका अहिले अलपत्र अवस्थामा भइसके पछाडि झापा न्युज टिभीका सञ्चालक डायमन्ड कार्की र म प्रशस्ता किशोर राई हामी दुवैजनाले केही सहयोगको अपेक्षा गरेका थियौँ भिडियो मार्फत र त्यो घर निर्माण गरिदिनका लागि केही सहयोग अहिले हामीसँग उपलब्ध भएको छ। विशेष गरी चाहिँ यो सहयोग हामीले अब घर सुरुवात गर्ने कुरा हामी घर सुरुवात गर्नेछौँ भन्ने तपाईलाई जानकारी दिँदै यो के सहयोग आएको पैसा यहाँ हाम्रा आदरणीय दाइको हातमा आइसक्नु भएको छ भने दाइले यसै अभियानदाता डायमन्ड कार्की र म प्रशस्त किशोर राई डायमन्ड कार्की ज्यूलाई पैसा हस्तान्तरण गर्दै हुनुहुन्छ र सबभन्दा म दाइलाई स्वागत गर्दछु। नमस्कार दाइ। नमस्कार। दाइको शुभ नाम भनिदिनुहोस् न। मेरो पूर्णबहादुर मेन्याङ। पूर्णबहादुर मेन्याङ। तपाईको भाइ मेरो भाइ चाहिँ अहिले युकेमा हुनुहुन्छ दिलसिंह मेन्याङको हो र उहाँले नै अब भनौँ न पैसाको बारेमा भनौँ उहाँले नै उहाँकै थ्रोबाट उहाँकै काम उहाँले नै पैसाहरू चाहिँ मागेर साथीहरू मिलेर उहाँले यहाँ पठाउनु भएको छ। पैसा 52,000 तपाईको भाइ दिलसिंह मेन्याङ भयो। उहाँको पहलमा घर निर्माण गर्नका लागि हजुर पैसा उहाँले त्यो बुढाबुढीको अलिकति स्थिति नाजुकै होला भनेर नाजुकै थियो र उहाँलाई चाहिँ मेरै भाइको पहलबाट चाहिँ पैसा उठाएर पठाइदिएको। हजुर दिलसिंह मेन्याङ तपाईको भाइको पहलमा पैसा पठाउनु भएको छ तपाईलाई हस्तान्तरण गर्ने। हजुर म अब उहाँ डायमन्ड भाइलाई भाइ नै भन्छु म होइन डायमन्डजीलाई म गर्दैछु। उहाँ नै रहेछ त्यहाँको सञ्चालक त्यहाँको कार्यक्रम गर्ने सञ्चालकहरू अब त्यसलाई म उहाँलाई नै दिन्छु। तपाईको भाइले युकेमा रहे तापनि यहाँनिर स्थानीय वासीहरूको लागि र आफू जन्मेको ठाउँमा लामो समयदेखि यसरी धेरैजना पीडित दुखी दिन दुखी पीडितहरूलाई सहयोग गर्दै आउनु। उहाँले म यहाँ आज मैले भन्ने मौका पनि पाएँ। मेरो भाइ कान्छा दिलसिंह मेन्याङले जहिले पनि जति पनि यो उसको एरिया मात्रै होइन निकै टाढातिर उहाँले चाहिँ त्यसो केही उहाँलाई कानमा पुगेर उहाँले विचार पहिला हेर्नुहुन्छ अनि नाजुक स्थिति भयो भने उहाँले जहिले पनि पठाएर मैले धेरैजनालाई त्यसरी पुर्याइदिएको छु। हामीसँगै गएको पनि छु र हामी सबैले यो हस्तान्तरण गर्छौँ पैसा उसले पठाइदिन्छ त्यसरी। अझै पनि उहाँले पठाउनु नै हुन्छ। अझै पठाउनुहुन्छ उहाँले उहाँको त एकदम त्यो जारी छ। दिलसिंह मेन्याङको चाहिँ कसरी त्यहाँ युकेमा चाहिँ छ तर उहाँले यतातिर धेरै हेरिराख्नुहुन्छ क्या। उहाँले यहाँको कस्तो दुःखहरू परेका केहरू नेपालमा अनि उसले जहिले पनि जसलाई पनि पऱ्यो भने उहाँले पठाइदिइराख्नुहुन्छ। अब तपाईँको भाइलाई र त्यहाँ अन्य युकेमा रहनुहुने सम्पूर्ण सहयोगदाताहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? उहाँलाई चाहिँ म एकदम ठुलो धन्यवाद छ। उहाँले यसरी उहाँको यहाँको नेपालको स्थिति हेरेर उहाँले सम्पूर्णले पठाइदिनु भयो। जति पनि उहाँले कलेक्सन गरेर उठाएर पैसा पठाइदिनु भएको छ त्यसको लागि चाहिँ हामी चाहिँ के भन्नु सबभन्दा ठुलो धेरै धन्यवाद उहाँहरूलाई एकदम सहयोगीहरूलाई सबैलाई राम्रो होस् उहाँहरूले छिता पुगोस् राम्रो होस् मेरो धेरै धन्यवाद पनि भन्छ। दर्शक दिने हातहरू भन्दा दर्शक मानवहरू दिने हातहरू महान हुन्छन्। त्यसै गरी युकेमा रहनुहुने आदरणीय
दाई दिलसिंह मेनेङ्गो दाईको पहलमा र साथै त्यहाँ सम्पूर्ण सहयोगदाताहरूलाई सृजनशील खबर, झापा न्युज टिभी साथै सम्पूर्ण यो हेरिरहनु हुने दर्शक तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूको सहयोगले गर्दा आज जलेको घर फेरि निर्माण हुनेछ भन्ने हामी तपाईँहरूलाई प्रतिबद्धता पनि गर्नेछौँ र हाम्रो यो पहल र हाम्रो अभियानलाई हामी पुरा गर्ने पनि छौँ। दर्शक मानवहरू, यसै क्रममा झापा न्युज टिभीका सञ्चालक यहाँनिर हुन्छ डायमन्ड कार्कीको तर्फबाट पनि केही तपाईँहरूलाई अनुरोध अनि जानकारी दिनुहुनेछ उहाँले नै। नमस्कार तपाईँहरू सबैजनालाई, म डायमन्ड कार्कीको तर्फबाट विशेष गरेर आज हामी यहाँ अङ्कलको घरमा आएको छौँ। केही दिन अगाडि चाहिँ शिव 87 मिलन चोकमा चाहिँ एउटा घर जलेर खरानी भएको तपाईँले सामाजिक सञ्जालको माध्यमबाट तपाईँले देख्नुभयो। अनि त्यहाँ चाहिँ अब हामीहरूलाई पनि त्यहाँ केही सहयोग चाहिँ हामीले गर्नुपर्छ भनेर अङ्कलहरूसँग हामीले सल्लाह गर्दाखेरि अङ्कलले चाहिँ अहिले 52,000 रुपियाँ सहयोग पठाउनु भएको छ। त्यसमा 52,000 सहयोग पठाउनु भएकोमा दिलसिंह मेनेङ्गो र उहाँको श्रीमती ओम कुमारी बेगाबाट 20,000, श्री बेगा दिलकुमारी इदिङ्गोबाट 10,000, नवराज बेगा बेला कुरुङबाङबाट 10,000, कुलबहादुर लक्सम्बा 7,000, स्वर्गीय अमर कङ्लिबाबाट 5,000 रुपियाँ पठाउनु भएको छ। र त्यसै गरी उहाँहरूले यहाँ फोटो पनि सबैको पठाइदिनु भएको छ। म विशेष उहाँहरूलाई यसै मिडिया मार्फत चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ अहिले यसै रकम साथसाथै अर्को रकम पनि पठाउनु भएको छ अर्को ठाउँको लागि। त्यो म अर्को भिडियोमा तपाईँहरूलाई जानकारी दिनेछु। यसै भिडियो मार्फत सृजनशील खबर र झापा न्युज टिभी भएर उहाँलाई चाहिँ हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब हामी नै कुदेर अब पहल गर्नेछौँ अनि त्यहाँका स्थानीय दाईहरू हुनुहुन्छ उहाँहरूसँग अब हामी भेट्नेछौँ। कसरी बनाऊँ त त्यहाँ फेरि हामी सल्लाह गर्न जानेछौँ। अब चाँडै नै त्यो घर चाहिँ हामीहरू बनाउन गइरहेछौँ। विशेष धेरै धेरै उहाँलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी चाहिँ यो अहिले घर निर्माणको अभियानमा सृजनशील खबर झापा न्युज टिभी हामी दुवैजना मिलेर सहकार्य गरेर घर निर्माण गर्ने काम गरिरहेको छौँ भने पक्कै पनि यो भिडियो हेरिरहने सम्पूर्ण दर्शक मानवहरूले सक्दो सेयर गरिदिनु होला, ताकि ती वृद्ध आमा बुवाको घर निर्माणमा फेरि पनि सहयोगदाताहरू सहयोगी मनकारीहरूले फेरि पनि सहयोग पुर्याओस् भन्ने एउटा अपेक्षा र आशा गर्दै म दाइलाई यो सहयोग हाम्रो झापा न्युज टिभीका सञ्चालक डायमन्ड कार्कीलाई हस्तान्तरण गरिदिनुको लागि ठिकै छ। हामी यहाँ दुवैजनाले सरी ल म उहाँलाई पैसा सहयोग चाहिँ उहाँलाई हस्तान्तरण गरिदिन्छु हजुर। ल धन्यवाद। दर्शक महानुभावहरू, उहाँ आदरणीय समाजसेवी दाइले हामीलाई पैसा हस्तान्तरण गर्नुभयो। यसै गरी मनकारीहरू तपाईँले अझै पनि सहयोग पुर्याइदिनु होला। हामी फेरि झापा न्युज टिभी र सृजनशील खबर हार्दिक अपिल पनि गर्दछौँ। विशेष गरी त यो पैसा पठाइदिनु हुने मनकारी युके वासीहरूलाई फेरि पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। उहाँहरूको सहयोगले गर्दा आज घर बनिने सुरुवात हुने गइरहेको छ र सहयोग पुर्याइदिनको लागि फेरि पनि अन्य मनकारीहरूसम्म भिडियो सेयर गरिदिनु होला। तपाईँहरूलाई लागेको प्रतिक्रिया पनि दिन नभन्नु होला र बिचमा हामी सम्पूर्ण जानकारी तपाईँहरूलाई घर निर्माणबारे दिने नै छौँ। हस्त यो आजको यो हाम्रो कार्यक्रमबाट बिदा दिनुहोस्। हस्त नमस्कार। सृजनशील खबर हेर्दै गर्नुहोला र झापा न्युज टिभी हेर्दै गर्नुहोला। हामी विशेष अब रहेको बाँकी अंशहरू तपाईँहरू माझ घर निर्माणको बारे लिएर आउने नै छौँ। म प्रशस्ता किशोर राई र डायमन्ड कार्की, हामी तिनैजनालाई बिदा दिनुहोस्। हस्त नमस्कार।